दर्शकबिन तपाईहरुले देख्न सक्नुहुन्छ यो मेरो 15 वर्ष अगाडिको यो ज्याकेट हो। अहिले चाहिँ टक्क यो ज्याकेटलाई मैले हल्का मेहनत गरेर लाएको छु। टोपी पनि यो लगभग मेरो चाहिँ 16-17 वर्ष जति भइसक्यो होला। एकदम यो पुरानो मोडलको टोपी हो। अहिले यो बजारमा किन्न पाउँदैन, एकदम महँगो छ यो टोपी। यो ज्याकेट झन् तपाईले बजारमा यो खालको मोडलको ज्याकेटै पाउनुहुन्न के। अब यस्तो खालको ज्याकेट तपाईले खोज्नको लागि कमतीमा पनि धेरै पैसा तिर्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ यहाँनिर यस्तो छ यो। यस्तो छ, यो दामी छ। यो खालको यो डिजाइन यस्तो दामी छ। हेर्न सक्नुहुन्छ यहाँनिर टक्क गोली छ। यहाँनिर चाहिँ अब यतातिर सबै हेर्न सक्नुहुन्छ। यो तरिकाको चाहिँ कपडा मेरो पनि अझै पनि सुरक्षित छ र आज चाहिँ मैले यो कपडालाई सदुपयोग गरेको छु। यता पनि यसको अहिले यो खालको मोडलको ज्याकेट त पाउँदैन। जति कानै काटिदिए पनि के चाहिँ पैसै क्या यस्तो छ, देख्न सक्नुहुन्छ।